हेलो साथीहरु, नमस्ते। स्वागत छ मेरो ब्लगमा। साथीहरु आज चाहिँ म मेरो कौसीमा साग टिप्नु लाग्छु। अनि यहाँ चाहिँ साग चाहिँ यस्तो तरिकाले अलग अलग यहाँ पनि छ अलिकति साग चाहिँ यहाँ थोरै यो बकेटमा चाहिँ आफै उम्रेको। यहाँ चाहिँ त्यो जेरेनियम फुलको बेडाले चाहिँ यो डब्बामा छ साथीहरु। मेरो साग चाहिँ मैले चाहिँ यहाँ चिप्ली भेन्डी र साग लगाएको थिएँ। अनि यो साग चाहिँ मजाले हुरहुर आयो। अहिले चाहिँ चिप्ली भेन्डी चाहिँ धेरै फुले सरे उम्रे छैन, थोरै छ। अब यो म साग सर्लक्क निकाल्दिन्छु अनि चिप्ली भेन्डी राख्छु यहाँ म भनेर अहिले म चाहिँ बिहान बिहान आएको छु। यी चिप्ली भेन्डी यहाँनिर है। हिजो बेलुका पानी परेको, पानी रहेछ अहिले यसमा त। यो साग चाहिँ खाने बेला भइसक्यो। यो साग सर्लक्क निकाल्दिन्छु र म चाहिँ यहाँ। अनि यसमा चाहिँ मैले बोडी रोप्छु भनेको। त्यहाँ सानो फर्सीको बेर्नानी छ। बोडी रोप्छु भनेको बकेटमा मैले बोडीको बेर्ना लगाएको त सब उम्रे थियो, परेवाले सबै खाइदियो। अनि त्यही भएर म चाहिँ यहाँ अब बोडी लाउँदिनँ। यहाँ लाएको नि सबै सिधाइदिन्छ। यहाँ नि म सागै लगाइदिन्छु, साग र चिप्ली भेन्डी लगाइदिन्छु यहाँ पनि म भनेर। अहिले चाहिँ म साग टिप्नु आएको साथीहरु। यहाँ चाहिँ एउटा यो चाइनिज दोरी परेछ, कस्तो मजाले फुलेर बसेछ। म चाहिँ अब यो टिप्दिन्छु। पहिला यो चिप्ली भेन्डीको छेउछेउ खाली गर्छु। अहिले चाहिँ म थोरै अहिले पकाउनको लागि मात्र लिएर जान्छु। जहाँ चिप्ली भेन्डी छ त्यहाँ म चाहिँ यतिकै राख्छु अहिले यो उस गर्नुलाई। चिप्ली भेन्डी भएको ठाउँको खाली गर्छु पहिला म। यहाँ पनि छ यो पछि सारेको। मैले दुईचोटि गाडे, यहाँ उम्रेन के। उम्रिन त के आएको थियो पनि खाली भएर। यो उसले सागले दिएन जस्तो हो। उम्रेको तल नि लगाएको थियो चिप्ली भेन्डी चाहिँ। पुरा त्यो यत्रै भएर अनि मजाले त्यो उसले जराबाट खाइदिएछ कि, चुटे हरे। अनि त्यही भएर तल बहिनीले चाहिँ भएन दिदी चिप्ली भेन्डी भन्दै थियो। अनि फेरि मैले अहिले पछि गाडेछ, उम्रिन्छ कि नै पनि। यो कौसीमा चाहिँ साग अहिले यस्तो भइरहेको छ साथीहरु। अब यता कता नि भयो जस्तो लाग्थ्यो चिप्ली भेन्डी। यहाँको चाहिँ ठुलो भइसकेछ। यो चाहिँ पहिलाको। यसलाई म यो बढ्न दिनलाई छेउछेउको हालिदिन्छु कि पहिला। साग चाहिँ अहिले अलिकति खानालाई मात्र लैजान्छु म, किनभने परिवार छैन धेरै। यहाँ जान्छ पहिला यो चिप्ली भेन्डीलाई बढ्नको लागि पनि ठाउँ खाली गरिदिने। अनि फेरि यहाँ चिप्ली भेन्डी पनि हालिदिने बेला छैन। चिप्ली भेन्डीले ठाउँ गाली गरिदिनु भने चिप्ली भेन्डी पनि हालेर बस्दैन छैन। खत्तम, फेरि खत्तम। गाह्रो छ एउटा हात भएर क्यामेरा समाउने कि। यहाँनिर भयो जस्तो लाग्थ्यो। यहाँ छ चिप्ली भेन्डीको बेडमा एउटै टिर्लिङै मैले दुईटा गाडेको, एउटै मात्रै सरेर बसेछ। एउटा दुईटा साग पनि राख्छु म यहाँ, पत्ता चिमटेर खानुहुन्छ। यो यसलाई चाहिँ पहिला खाली गर्नु। यति भएपछि त यो
पछि यसलाई बढ्न सजिलो हुन्छ। यहाँनिर छ एउटा है, मैले कति धेरै लगाइदिएको क्या, यहाँ बाक्लै लगाएको हो तर उम्रेन के किन हो। गाडीले टै गरेर हरान बजाएको छ। सिटमा आए अब उसो नि त होइन। यहाँ एउटा खाली भयो, के त कता नि एउटा भयो जस्तो लाग्थ्यो। कता हो सब सिटमा। यहाँनिर यो पछि लगाएको उम्रे छ कि ए साथीहरू यहाँ अनि वहाँ छ एउटा खल्ची। यहाँनिर नि छ, यसलाई नै खोलेर बरु ल यति भएपछि त के यहाँ पनि रहेछ एउटा, यो पछि लगाएको उम्रेछ भयो त यहाँ नि रहेछ, यहाँ पनि रहेछ। यो टोरीलाई नि खाइदिनु पर्यो। यो पछि लगाएको पो उम्रेको रहेछ त बत्तु। आइया साग चाहिँ यति टिपे साथीहरू, अहिले यति भएपछि हुन्छ। अनि यो साग बनाउँछु अनि भट्टाको चटनी बनाउँछु। आज म चाहिँ यही माटो भयो। मैले चाहिँ यस्तरी खाली गरिदिएँ चिप्ली बन्टी भएको ठ्याममा साथीहरू। उहाँ गमला पनि टिप्नु छ साग त, अहिले यति लान्छु। हिमाल देखेछ राम्रोसँग आज, घामला हिजो पानी परेको। पोखराको मौसम यस्तो छ साथीहरू, अहिले चाहिँ घाम लागिरहेछ। मधेसतिर चाहिँ मजाले गर्मी सुरु भइसक्यो अरे, तर यहाँ चाहिँ गर्मी त गर्मी नै छ। त्यही पनि अरू ठाउँमा भन्दा शीतलै हुन्छ। पोखरा चाहिँ चिसो हावा आउँछ। छेउमै बाटो चाहिँ यता माथि चाहिँ अमरसिंह चोक, यता तलतिर चाहिँ यो तलतिरको बाटो चाहिँ उसो के अरे खाल्टेतिर जाने। यहाँ पनि उम्रिन्छ अलिकति। यहाँ चाहिँ मैले पुरै यो उस लगाएको थिएँ बोडी, परेवाले नभेटेको यो चाहिँ। यसमा यो 5वटामा 6वटामा मैले चाहिँ बोडी लगाएको थिएँ। पुरै खाइदियो साँढेले, उम्रे थियो सब, नउम्रेको होइन उम्रे थियो सबै, तर खाइदियो परेवाले। अब यहाँ बोडी लाएर काम छैन यो, त्यही भएर मैले यहाँ अब गाड्दिन्न। यहाँ चाहिँ म भेन्टाको बिउ ल्याएर गाडिदिन्छु। बोडी कस्तो मजाले उम्रेछ, सब खाएर भ्याइदियो क्या। यो यहाँ अहिले यो बेर्ना त छ, तर के गर्ने, भरे फलेपछि नि रहन्न। मैले बोर कति मजाले फले थियो यसमै लगाएको। इत्रु कलिलो एक कुना हात हुन नपाउँदै मारी खाइदिने परेवाले त कस्तरी टोकेर घाउ अनि आधै खाइदिने त्यस्तो गरेको थियो। त्यही भएर म चाहिँ अब यहाँ त्यही पनि लगाऊँ न त भनेर लगाएको, भइहाल्यो भने खाना हुन्छ भनेर। तर यहाँ सब यो दुईटा हाले थिएँ, सब सिद्ध्याइदियो परेवाले, छैन। यता पनि छ अलिकति साग। यहाँ चाहिँ त्यो जेरेनियम फुलको बेर्ना गाडेको थिएँ कि मैले, अनि हालिदिन्छु सबै साग।
यो सागको बिउ चाहिँ कताबाट परेछ यहाँ अनि त्यहाँ उम्रे चाहिँ यहाँ एउटा अझै अरू चाहिँ मैले लहरा गाडिसकेँ यो चाहिँ सानो थियो बल्ल हालेछ यसलाई अलिक पछि लहरा रे खुर्सानीको बिहेरमा उम्रेको रहेछ लामो खाले खुर्सानीको उखालिदिए हातले यहाँ पनि छ एउटा साग यहाँ चाहिँ खुर्सानी मैले यो चाहिँ पुरानै बुट्टा हो कटिङ गरिदिएको अलि तलबाट कटिङ गर्नुपर्ने रहेछ मलाई थाहा भएन मैले चाहिँ माथि माथि गरिदिएको त पुरै पलाएर हाल्दै यस्तो मजाले बतिला हालेछ सबै हिजोको हावाले फेरि यहाँ ढलाएर छोड्दैछ फेरि यस्तो मजाले बतिला हालेछ डल्लेमा अब अलि दिनपछि त यो खान पाइन्छ अनि अर्को डल्ले यहाँ लगाएको छु कस्तो मजाले भयो यो डल्ले चाहिँ कुखुराको मल थियो नि त यहाँ अनि त्यही भएर मैले चिमर दिएको हाँगा मजाले हालेछ अहिले चाहिँ यहाँ खुर्सानीको बिहेमा पनि छ यो लामो खाले खुर्सानीको यसलाई चाहिँ पछि म यहाँ सार्छु यहाँ एउटा उम्रे चाहिँ यहीँ सारिदिन्छु त्यो पछि 2-3टा उम्रेछ हो यहाँ नि